नि म चाहिँ यो फुच्चीसँग आज चर्च जाँदैछु अनि साथीहरु पछाडी देखिराख्नु भएको यो चाहिँ कोइराला हो यो चाहिँ कोइरालाको बोट हो अनि यो चाहिँ फुलिराखेको छ अनि म चाहिँ तपाईहरुलाई भोलि देखाउने छु भोलि चाहिँ राम्रो देख्छ अहिले चाहिँ राति भयो नि त सो अहिले चाहिँ राम्रो देखिदैन संगति चाहिँ आज जन संगति हो अनि जन संगतिमा चाहिँ हामी उपस्थित भइसकेका छौं यो फुच्चीसँग अनि तिम्रो नाम के हो रे भन त प्रेसिका प्रजा के रे प्रेसिका प्रजा अनि यो फुच्चीको नाम चाहिँ प्रेसिका हो साथीहरु अनि फुच्ची चाहिँ कति क्लासमा पढ्दै छौ तिमी 7 क्लासमा कति वर्ष भयो लौ 10 वर्षको मान्छे 7 क्लासमा वाउ भनेपछि यो सानो फुच्ची चाहिँ अलि समयमै पढे रहेछ म पनि समयमै पढाइ थियो मैले पनि 15 वर्षको उमेरमा एससी दिएको थिएँ है साथीहरु जयमसी भन्दिनु हेलो जयमसी अनि हाम्रो बहिनीहरु पनि एकदमै राम्राहरू छन् कसैलाई चाहेमा सबर गर्नु भनेर म भन्दिन साथीहरु कसैलाई चाहेमा सबर गर्नु भनेर म भन्दिन साथीहरु होइन होला के हो अलिक छुट्टै कलरको हुन्छ अनि योलाई चाहिँ हामी सानोमा हुँदाखेरि चाहिँ यो चाहिँ भाले हो रे भन्थ्यो हामीले तर भाले त होइन होला तर पनि हामीले चाहिँ भाले भन्ने छुटाउँथ्यो क्या यिनीहरू सब यसको वरिपरि सेतो हुन्छ नि त उसिनेर यसलाई चाहिँ तपाईँले त्यो उसिनेर अनि त्यो पानी फालेर अनि त्यसपछि त्यो पानी पिउनु पनि सक्नुहुन्छ तर त्यो पानी फालेर अनि अझै मिठो तरिकाले पकाउँछ भन्ने चाहिँ त्यही अनुसारको स्वाद अनुसारको मसलाहरू हालेर अनि तपाईँले पकाउन सक्नुहुन्छ है त साथीहरु सो म चाहिँ कोइरालाको फुल कानमा लागेको छु फोटो पनि खिचियो हेलो गुड मर्निङ एभ्रीवान सबैजनालाई हैन अनि मेरो तर्फबाट नमस्ते एन्ड सेवालाङ भन्न चाहन्छु अनि आज चाहिँ तपाईहरुको माझमा चाहिँ मैले बिहान उठेर अनि एउटा फुल देखाउने छु भनेर चाहिँ मैले हिजो भनेको थिएँ सो त्यो फुल म तपाईहरुलाई देखाउन गइराखेको छु अनि त्यो फुल चाहिँ खाने कुरा हो त्यसको नाम चाहिँ कोइराला अनि तपाईहरुले कोइरालाको बोट देख्नु भएको छैन होला कतिजनाले सो म तपाईहरुलाई आज कोइरालाको बोट देखाउने छु है त ओके अनि त्यो बोट देखाउनु भन्दा अगाडि चाहिँ तपाईहरुलाई एउटा कुरा सोध्न चाहन्छु तपाईहरुले खाजा खानुभयो कि नै चिया खानुभयो कि नै अनि सन्चै हुनुहुन्छ कि के कस्तो हुनुहुन्छ सो आजको दिन चाहिँ तपाईको निम्ति शुभ रहोस् भन्न चाहन्छु एकदमै आज चाहिँ होलिडे हो सो ह्याप्पी होलिडे एन्ड ह्याप्पी स्याटरडे भन्न चाहन्छु है त अनि सम्पूर्ण साथीहरुलाई मेरो तर्फबाट धेरै धेरै मिठो सम्झना छ अनि यो बिहानीको समयमा चाहिँ म तपाईहरुलाई त्यो फुल देखाउने छु सो त्यो फुल हेर्नुको लागि चाहिँ तपाईहरु एक्साइटेड हुनुहुन्छ होला आशा गर्दछु ओके त त्यो फुल आज हामी हेर्ने छौं है त ओके लेट्स सी अनि त्यो फुलको बोट चाहिँ यो हो अनि यो चाहिँ कोइराला हो अनि यो चाहिँ तपाईहरुले यसको फुल अनि तपाईहरुले खान सक्नुहुनेछ हैन अनि यो चाहिँ एकदमै मिठो हुन्छ अनि तपाईहरुले यसलाई चाहिँ यसको फुल टिपेर एउटा अचारको रूपमा बनाएर पनि खान सक्नुहुनेछ र पकाएर पनि खान सक्नुहुनेछ यो कोइराला चाहिँ तपाईहरुले वर्षमा यसको सिजन अनुसारको चाहिँ फुल तपाईहरुले खान सक्नुहुनेछ है त किनकि यो स्वास्थ्यको लागि चाहिँ एकदमै राम्रो हुन्छ त सो तपाईहरुलाई मैले देखाएको थिएँ तर अहिले बिहानको समयमा छ नि त सो राम्रो देखिएन अनि मेरो क्यामेरा पनि राम्रो छैन सो कारण पनि तपाईहरुले राम्रोसँग देख्न सक्नु भएन सो माफी चाहन्छु अनि एउटा दुईटा नजिकबाट म तपाईहरुलाई गएर देखाउने छु अनि कोइरालाको फुल चाहिँ यस्तो हुन्छ तपाईहरुले कोहीले खानु भएको छ होला सो जतिले खानु भएको छ त्यो कमेन्ट गर्नु होला अनि ठ्याक्कै यहाँनिर फुलिराखेको छ है कस्तो राम्रो अनि एउटा यस्तो सबै फुलहरु सेतो हुन्छ नि त सो यो चाहिँ अलिक छुट्टै कलरको हुन्छ अनि योलाई चाहिँ हामी सानोमा हुँदाखेरि चाहिँ यो चाहिँ भाले हो रे भन्थ्यो हामीले तर भाले त होइन होला तर पनि हामीले चाहिँ भाले भन्ने छुटाउँथ्यो क्या यिनीहरू सब यसको वरिपरि सेतो हुन्छ नि त सो म तपाईहरुलाई देखाउने छु यो सेतो छ हैन फोकस क्यामेरा यो सेतो छ यो पनि सेतो छ यो पनि सेतो छ यो पनि सेतो छ तर यसको कलर चाहिँ छुट्टै छ यो चाहिँ भाले हो रे सो त्यही हो अनि यो चाहिँ कोइरालाको पात हेर्न सक्नुहुन्छ अनि कति मान्छेहरूले चाहिँ कोइराला खानको लागि एकदम इच्छुक गर्नुहुन्छ अनि हामीले चाहिँ धेरैचोटि खाइसक्यो किनभने आफ्नै बारीमा छ नि त यसको बोट टन्नी सो साथीहरु यस्तो हुन्छ अनि फुल चाहिँ अघि मैले देखाएको चाहिँ त्यो टन्नै फुलिराखेको छ तर राम्रो देखिएन
अनि यो चाहिँ स्वास्थ्यको लागि राम्रो हुने भएकोले सो तपाईँहरूले पनि बजारमा देख्नु भएको होला होइन, कतै देख्नु भएको होला। सो किनेर खानुहोस्, तपाईँको स्वास्थ्यको लागि एकदमै राम्रो हुन्छ। विशेष गरी त प्रेसर सुगर हुनेहरूलाई चाहिँ एकदम राम्रो हो। अनि अरू बिमारीको लागि पनि त राम्रो हुन्छ। उसिनेर यसलाई चाहिँ तपाईँहरूले उसिनेर अनि त्यो पानी फालेर अनि त्यसपछि त्यो पानी पिउनु पनि सक्नुहुन्छ, तर त्यो पानी फालेर अनि अझै मिठो तरिकाले पकाउँछ भने चाहिँ त्यही अनुसारको स्वाद अनुसारको मसलाहरू हालेर अनि तपाईँहरूले पकाउन सक्नुहुन्छ है त साथीहरू। अनि म चाहिँ कोइरालाको बोट हेरेर फर्किसकेको छु है साथीहरू। अनि देखाएर आफै पनि हेरियो। सो म चाहिँ कोइरालाको फुल कानमा लागेको छु, फोटो पनि खिचियो। अनि सो साथीहरू आज मैले देखाएको तपाईँहरूलाई देखाउन चाहेको अपडेट नै यही थियो। अनि पछाडि चाहिँ हाम्रो चर्च छ। अनि आज चाहिँ स्याटरडे हो। सो बिहानीको समय चाहिँ म भिडियो बनाउनुको लागि आएको थिएँ। अनि एकछिनपछि चाहिँ त्यहाँ बच्चाहरूलाई केही सिकाउनुको लागि फेरि म जानुपर्ने हुन्छ। बालसँग चाहिँ हामी बिहान चलाउँछौँ। सो त्यो कारण पनि म अहिले जानुपर्ने हुन्छ। फुर्सदको छोटो टाइममा निकालेर तपाईँहरूको सामु मैले कोइराला देखाएको छु। अनि पछाडि हेर्नुभएको यो चाहिँ मकै हाम्रो बारी हो। अनि अस्ति नतिर मैले देखाएको थियो हाम्रो बारी चाहिँ यो तल घरदेखि पुरै यस्तरी घुमाएर ल्याउँदाखेरि चाहिँ यो चर्च छ नि हो, यो चर्च ठ्याक्कै चर्चको पछाडिसम्म चाहिँ हाम्रो बारी रहेको छ साथीहरू। सो त्यही नै हो अपडेट नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। राम्रोसँग मेरो भिडियो हेरिदिनु भएको छ तपाईँहरूलाई धेरै धेरै हृदयदेखि मन खोलेर धन्यवाद दिन चाहन्छु। र साथै फेरि नयाँ भिडियोको लागि चाहिँ फेरि लाइक सेयर कमेन्ट त्यसपछि फलो गर्न नबिर्सिनु होला। साथै मेरो युट्युब च्यानल पनि छ नाजुर राणा भ्लगमा गएर तपाईँहरूले मेरो सम्पूर्ण भिडियोहरू पाउन सक्नुहुनेछ। सो तपाईँहरूको माया नै मेरो माया हो, मेरो माया नै तपाईँहरूको माया हो। सो साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। र आजको दिन चाहिँ तपाईँहरूको शुभ रहोस् भन्दै यो बिहानीको समयमा तपाईँहरूमाझ छुट्टिँदै अब नेक्स्ट भिडियोमा फेरि आउने बाचा गर्दै म छुट्टिन चाहन्छु। ओके बाई बाई।